आज म तपाईहरुलाई वाइफाई को पासवर्ड चेन्ज गरेपछि डिस्कनेक्ट भएको IMU क्यामेरा कसरी कनेक्ट गर्ने भन्ने कुरा सिकाउँदै छु। क्यामेरा जब वाइफाई बाट डिस्कनेक्ट हुन्छ अथवा तपाईहरुले वाइफाई को पासवर्ड चेन्ज गर्नुहुन्छ त्यसपछि क्यामेरालाई अफलाइन देखाउँछ अनि क्यामेरामा रातो बत्ती बलिरहेको हुन्छ। सुरुमा हामीले यस टाइममा चाहिँ क्यामेरालाई रिसेट गर्नुपर्ने हुन्छ। रिसेट गर्नको लागि क्यामेरामा भएको यो रिसेट बटनलाई 5-7 सेकेन्ड 10 सेकेन्ड जति थिचिराख्नु पर्ने हुन्छ। त्यो थिचिसकेपछि एकछिनमा क्यामेरामा टुट गरेर आवाज आउँछ, जुन चाहिँ आवाज तपाईहरुले यो भिडियोमा पनि सुन्न सक्नुहुन्छ। यो आवाज आइसकेपछि चाहिँ क्यामेरा रिसेट भइसक्यो। अब यसपछि चाहिँ क्यामेरा एक राउन्ड घुम्छ यो भिडियोमा देखाए जस्तै गरेर। अब तपाईहरुले क्यामेरामा गर्नुपर्ने काम सकियो। अब तपाईहरुले चाहिँ एपमा सेटिङ गर्नुपर्ने हुन्छ। अब मोबाइलमा भएको IMU एप खोल्ने, त्यसपछि दुईटा डट यो अफलाइन भएको क्यामेराको दुईटा डटमा क्लिक गर्ने, त्यसपछि डिभाइस डिटेल्समा क्लिक गर्ने अनि अलिकति स्क्रोल गरेपछि तलपट्टि यहाँनेरि नेटवर्क भन्ने अप्सन हुन्छ, त्यहाँनेरि क्लिक गर्ने। त्यो क्लिक गरेपछि यो अप्सन आउँछ, यहाँनेरि नेक्स्ट गर्ने तपाईले अनि यहाँनेरि यो DAP यसरी सुरु भएको आउँछ, त्यसमा कनेक्ट गर्ने। कनेक्ट गरेपछि तपाईले एकछिन टाइम लाग्छ। अनि त्यसपछि यो वाइफाई को देखाउँछ, वाइफाई को सिग्नलहरु आउँछ यहाँनेरि अनि यो वाइफाईमा आफ्नो वाइफाई सेलेक्ट गर्ने, त्यसपछि पासवर्ड राख्ने अनि पासवर्ड राखेर नेक्स्ट गर्ने अथवा जोइन गर्ने। त्यसपछि एकछिन टाइम लाग्छ यहाँनेरि यो सर्भरसँग कनेक्सन हुनको लागि। अनि कनेक्सन भइसकेपछि यो आउँछ डिभाइस एडेड सक्सेसफुली भनेर आउँछ। त्यसपछि हामीले यो क्यामेराको नाम चेन्ज गर्न सक्छौं यहाँनेरि। अनि हामीले यहाँनेरि चाहिँ टाइम जोन सेलेक्ट गर्नुपर्ने हुन्छ, जसमा हामीले काठमाडौँ नेपाल सेलेक्ट गर्छौं, हामी नेपालमा भएको कारणले गर्दाखेरि। अब यति गरेपछि चाहिँ हाम्रो सेटिङ सिधियो, यो ओके गर्ने अनि यति गरेपछि चाहिँ हाम्रो सेटिङ सिधियो। त्यसपछि यो मोडिफाई भन्ने सोच्छ, लेटर गर्दा हुन्छ, अहिले मोडिफाई गरिरहनु पर्दैन। अब यसपछि चाहिँ तपाईले यो क्यामेरालाई कतापट्टि कुन चाहिँ पोजिसनमा राख्ने हैन, मोबाइलबाट यसरी घुमाएर राख्न सक्नुहुन्छ। यस्तै जानकारीमूलक भिडियो र एकदमै उचित मूल्यमा CCTV क्यामेरा जडान तथा खरिद गर्नुपर्ने छ भने चाहिँ हामीलाई सम्पर्क गर्नुहोस्। साथै हाम्रो यो च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला र यो भिडियोलाई पनि लाइक गर्नुहोला।